सम्पूर्णलाई हार्दिक स्वागत छ। एमबीएस फर्स्ट सेमिस्टरको परीक्षा एकदमै नजिकिएको छ। अब फर्स्ट सेमिस्टरको परीक्षा एकदमै नजिकिएको अवस्थामा तपाईँले आजसम्म पनि अध्ययन गर्नुभएको छैन, अध्ययन गरे पनि अझ पूर्ण रूपमा राम्रोसँग अध्ययन गरिएको छैन, पास हुन्छु कि फेल हुन्छु कि भन्ने डर लागिरहेछ भने यो भिडियो तपाईँको लागि स्पेसियली तयार गरिएको छ। यहाँनिर बिगिनिङमै बाटै सुरु गर्नुभएको एकदमै व्यापक अध्ययन गरेको र समग्र विषयवस्तुहरू बुक क्वेसन ब्याङ्कहरू सबै अध्ययन गरेको हाम्रो क्लास लाग्नुभएको सुरुबाटै र समग्र भने अनुसार अध्ययन गर्नुभएकोहरूको लागि भन्दा पनि यो एकदमै अन्तिममा लास्ट आवरमा चाहिँ अध्ययन गरेर पास गर्छु भन्नेहरूको लागि उपयुक्त हो। यसमा मैले केही क्वेसनहरू दिएको छु। यो क्वेसनहरू तपाईँले प्र्याक्टिस गर्नुभयो, अभ्यास गर्नुभयो, अध्ययन गर्नुभयो भने तपाईँलाई फाइनल एक्जामिनेसनमा यो क्वेसनबाट 90+ मार्क्स चाहिँ यहाँबाट आउन सक्ने सम्भावित भएको हुनाले यो मैले तपाईँहरूमा आजको यो अन्तिम समयमा लास्ट आवरमा प्रेजेन्ट गरिरहेको छु। यसमा चाहिँ 2025 को लागि कुरा गरिएको छ है। यो यसमा तपाईँले हरेक च्याप्टरमा फर्स्ट च्याप्टरको 2023 अगस्त सेप्टेम्बर क्वेसन नम्बर 2B यसलाई चाहिँ आफ्नो क्वेसन ब्याङ्क तपाईँसँग छ, क्वेसन ब्याङ्कमा हेरेर यो क्वेसन सल्भ गर्नुहोस्। प्रोबेबिलिटी च्याप्टरको यो क्वेसन हो। त्यसै गरी सेकेन्डमा बाइनोमियल डिस्ट्रिब्युसनको 2023 अगस्त टु सेप्टेम्बर क्वेसन नम्बर 2A यसलाई हेरेर सल्भ गर्नुहोस्। यो टाइपको क्वेसनहरू तपाईँले गर्नुभयो भने यो बाइनोमियल डिस्ट्रिब्युसनबाट यो टाइपको लगभग आउट क्वेसन हो। प्रोबेबिलिटीबाट यो क्वेसन त आउट क्वेसन नै हो। भएको डिजिट फरक हुन सक्छ तर अरू कुराहरू सेम हो, अरू कुराहरू केही पनि चेन्ज छैन, अरू सेम हो। अब डिजिटहरू कहीँ अलिकति धोरथेर चेन्ज हुने कुरा छुट्टै छ, नत्र अरू सबै सेम हो है। त्यस्तो छ। त्यसपछि बाइनोमियल डिस्ट्रिब्युसनकै 17 मेकअप क्वेसन नम्बर 7 यसलाई एकपटक हेर्नु होला। त्यसै गरी पोजिसन डिस्ट्रिब्युसनमा जानुहोस्। पोजिसन डिस्ट्रिब्युसनमा 18 अगस्त क्वेसन नम्बर 7 हेर्नुहोस्, यसलाई कम्प्लिटली गर्नुहोस्। त्यसै गरी नर्मल डिस्ट्रिब्युसनमा गइसकेपछि 2023 अगस्त टु सेप्टेम्बर क्वेसन नम्बर 5 हेर्नुभयो भने नर्मल डिस्ट्रिब्युसनको लागि यो टाइपको क्वेसन एकदमै महत्त्वपूर्ण छ। स्याम्पलिङ एन्ड एस्टिमेसनको लागि 2023 अगस्त टु सेप्टेम्बर क्वेसन नम्बर 8 लाई यसलाई हेर्नु होला। त्यसै गरी स्याम्पलिङ एन्ड एस्टिमेसनकै लागि 21 अप्रिल क्वेसन नम्बर 10 लाई हेर्नुभयो भने यो एकदमै महत्त्वपूर्ण छ, यसलाई पनि तपाईँले हेर्नु होला। त्यसै गरी अब नेक्स्टमा अब हामी यहाँनिर स्याम्पलिङ एन्ड एस्टिमेसन्स पछि टेस्टिङ अफ हाइपोथेसिस अन्तर्गत जेड टेस्टमा गएर 2023 अगस्त टु सेप्टेम्बर क्वेसन नम्बर 3B यसलाई हेर्नुहोस् र जेड टेस्टकै अर्कोको लागि 22 अप्रिल क्वेसन नम्बर 2A र जेड टेस्टकै 23 अगस्त सेप्टेम्बर क्वेसन नम्बर 9 यसलाई हेर्नुभयो भने तपाईँले जेड टेस्टको लागि यति हेर्नुभयो भने तपाईँले लगभग पुग्छ। टी टेस्टको केसमा टी टेस्टको लागि चाहिँ तपाईँले यहाँनिर 2023 अगस्त टु सेप्टेम्बर क्वेसन नम्बर 3A हेर्नुभयो भने र 2023 अगस्त टु सेप्टेम्बर क्वेसन नम्बर 5B हेर्नुभयो भने यो दुईवटा मोडेलबाट टी टेस्टबाट क्वेसन आउने हुनाले यदि दुईवटा गर्नुभयो भने टी टेस्टको लागि लगभग पुग्छ। त्यसै गरी एफ टेस्टको लागि हेर्दै गर्दा 2023 अगस्त टु सेप्टेम्बर क्वेसन नम्बर 1B हेर्नुहोस् र काइस्क्वायर टेस्टको लागि यहाँनिर 2023 अगस्त टु सेप्टेम्बर 4A गर्नुहोस् भने अनि अर्को चाहिँ 19 ब्याक क्वेसन नम्बर 9 हेर्नुहोस्। र रिग्रेसन र कोरिलेसनको लागि 21 अप्रिल क्वेसन नम्बर 1A हेर्नुभयो भने रिग्रेसनको लागि पुगिहाल्छ भने 23 अगस्त सेप्टेम्बर क्वेसन नम्बर 7 हेर्नुभयो भने कोरिलेसनको लागि पुग्छ। त्यसै गरी कोरिलेसनकै लागि 22 अप्रिल क्वेसन नम्बर 6 हेर्नुभयो भने पुग्छ। अब यसको लागि तपाईँले यो यहाँनिर भनेको हरेक क्वेसनलाई मजाले 1 हेर्ने अध्ययन गर्ने काम गर्नुहोस्, मजाले हेर्ने र अध्ययन गर्ने क्वेसन गर्नुहोस्। र यो भिडियो अहिले तपाईँले आफूले राख्नुहोस्, यहाँनिर भनेको क्वेसन सल्भ गर्नुहोस्। यहाँनिर भनेको हरेक क्वेसनलाई एकपटक होइन दुईपटक होइन यो क्वेसन चाहिँ तपाईँले 100% गर्न सक्ने हुनुहोस् र यो भिडियोलाई सेभ गरेर राख्नुहोस्। इक्जामबाट 16 गते इक्जामबाट निस्किसकेपछि फर्स्टमा आएर यो भिडियोमा तल कमेन्ट गर्नु होला, यो यस्तो मोडेलको क्वेसनबाट यति मार्क्स आयो भनेर तपाईँले कमेन्ट गर्नु होला। त्यो भएर अहिले पनि मैले तपाईँलाई के भनिरहेको छु भने इक्जाम आउन अझै पनि जति दिन छन्, 1 दिन 2 दिन 4 दिन 5 दिन जति दिन भए तापनि तपाईँले यो मटेरियलहरू यो क्वेसनहरू मजाले गर्ने र 90+ त सेम आउँछ, फिक्स आउँछ। भ्यालु फरक हो, 1 को ठाउँमा 2 आउला, 2 को ठाउँमा 10 आउला, यो कुरा चाहिँ 100% यिनै आउँछन्। यो कुरा चाहिँ ध्यान दिनु होला। र अर्को कुरा तपाईँले जसले पहिलेबाट अध्ययन गर्नुभएको छ, पहिल्यैबाट अध्ययन गर्नुभएको छ, बिगिनिङबाटै अध्ययन गर्नेहरूले मोडेल क्वेसन मजाले गर्दै जाने, ट्युको क्वेसन सल्भ गर्ने, 2023 को गर्दै जाने च्याप्टर 1 बाट एन्डसम्म र फेरि 2022 को गर्दै जाने च्याप्टर 1 बाट एन्डसम्म हरेक क्वेसन त्यसरी गर्दै जानुभयो भने तपाईँको त्योभन्दा फ्रुटफुल तरिकाहरू हुनै सक्दैन। सबै कुराहरू कभर हुन्छ, हरेक कुरा कभर हुन्छ है। 4 घण्टा त्यसरी अध्ययन गर्न लाग्ने र मजाले एकदमै ड्युटिफुल भएर अगाडि जाने, यसरी चाहिँ तपाईँले अध्ययन गर्न सक्नुहुन्छ। अरू कुनै पनि समस्या रह्यो केही पनि भयो भने हाम्रो फेसबुक पेज A to Z अनलाइन इन्स्टिट्युटमा टेक्स्ट गर्न सक्नुहुन्छ। फर्स्ट सेमिस्टरको क्लास, फर्स्ट सेमिस्टरको इक्जाम एकदमै राम्रो गर्नुहोस्। फर्स्ट सेमिस्टरमा एकदमै बबल प्रेजेन्टेसन गर्नुहोस्। त्यसपछि सेकेन्ड थर्ड सेमिस्टरमा फेरि हामी भेटौँला, फोर्थ सेमिस्टरमा भेटौँला। अहिले फर्स्ट सेमिस्टरलाई टार्गेट गरेर एकदमै उत्कृष्ट तयारी गर्नुहोस् है त। हस्, धन्यवाद।